के पैसा चाहिँ आएर चाहिँ पहिला छिट्दैन त्यहाँदेखि कमाउने तरिका साथीहरु अब चाहिँ हामी यहाँ साथीहरु म हाइकिङ आएको छौँ कोरियाको यो नगरकोट भनौँ न त्यो जङ्गलमै साथी अगाडि हिँड्दैछ गाइड म उसकोमा आएको त्यही भएर उसले मलाई घुमाउँदैछ खाजासाजा चिजहरू ड्रिङ्क्सहरू बोकेर हिँड्दैछौँ एकदम रमाइलो भइरहेको छ ल केटा हाई गर यहाँ मेरो च्यानलमा उहाँको नाम चाहिँ गेलछिरी शेर्पा गेलु के अरे दसैँ लाग्न थाल्यो असोजमै छ के अरे दसैँ होइन साथीहरू ड्रिङ्क्स भनेर फेरि अन्यथा नलिनु होला सफ्ट ड्रिङ्क हो सफ्ट ड्रिङ्क पानीहरू छ घामले डढेर कालो न कालो भइहाल्छ साथीहरू हेर्नु टी सर्टमा हाफ प्यान्टमा जुत्तामा आइया छ फोटो पनि त्यस्तै गर्छ है हो नि त अब त फेरि जाडोमा लास्टै जाडो हुन्छ हिँड्नै सकिँदैन नि डेस्टिनेसन पोइन्ट कुन लागिसक्यो है यहाँबाट धेरै छैन यही हो अगाडि त्यहाँबाट पुरा ओह्रालो फेरि अहिले आउँदा उकालो उकालो होइन हेर्नुलाई उकालो आइपुग्न लाग्यो रातरी यति खालि पानी खाने त मान्छेहरू पनि आउँदो रहेछ क्या आउँछ मान्छे टन्नै आउँछ त्यहाँ सायद त्यहाँ चिसो पानीको व्यवस्था पनि होला त्यहाँ डाँडामा अस्ति हामी चाहिँ पानी नलिआएको बिर्कोले यहीँ हुन्छ भनेर पानी नपाएर कक भयो अनि अहिले चाहिँ होइन अस्ति बसेर गड ल हाम्रो डेस्टिनेसन आइपुग्यो टावर पनि आइपुग्यो देखाइदे टोलाहरू यहाँ उन्दुङ भन्नु कुर्सी पनि रहेछ हो सानो उन्दुङ भन्नु हुन्छ यो कुर्सी पनि देखाइदे कुर्सी त यता कसले राखिदिएको नि उन्दुङ भनेको त साथीहरू एक्सर्साइज है उन्दुङ भने चाहिँ आफूले बानी भइसक्यो कोरियन शब्द बिसाएर पसल छ त्यो पानी सानी हुन्छ क्या त्यहाँ यो सन्डे हुँदैन यो चाहिँ नगरकोटको डाँडा जस्तै भयो क्या यो चाहिँ टक्का पुग्यो यहाँनिर के लेखेको छ खुम्चङसान भनेको यो पाहाडको नाम चाहिँ खुम्चङसान रहेछ भनेको नाम यहाँ देखाइदियो त खुम्चङ भनेको त्यो नाम हो सान भनेको चाहिँ पाहाड हो कोरियामा साथी हो अब यहाँ माथि चल्छौँ टावरमा जानेछौँ साथीहरू गड भ्यू देखा यहाँबाट चाहिँ कोरियाको सहर हो यो चाहिँ इन्सन साइड हो के अरे होइन अलिक बिल्डिङहरू नयाँ यो पारी डाँडा छ त्यो पारी हेर डाँडामा भने जस्तै होइन अब यो यहाँबाट त्यो पुल चाहिँ यो खामदाङमा त के भने पुल छ नि एउटा हो त्यहाँ पुल छ एउटा पुल हो यो वारिपारि हामी आएको चाहिँ यताबाट यहाँबाट यो साउलको लोटे टावर पनि देख्छ होला हौ डाँडा पछाडि हो के अरे कता कता मन्दिर सौल टार
टावर तैँले देखिनस् त्यही त ऊ त्यो खै म जुम गरेर देखाइदिन्छु हो यो चाहिँ सोल टावर हो साथीहरू यहाँबाट सोल टावर पनि देख्दो रहेछ सोल टावरलाई नाम टावर के पनि भन्छ अलिक मैले बिर्सेँ अब यसमा चाहिँ आएर चाहिँ होइन छिक्दैन कहाँ छिक्छ छिक्दैन यो समाउने तरिका हो क्या केटो नहलिने हाम्रो केटाले खिच्यो भनेको लगिहाल्नु बुढोलाई फर्काएर लाने भयो कति गिर्छ हौ अनि त कस्तो कराक भन्यो होला नि होइन पनि छ है साथीहरू हेर्नु होला पानी छ जुन सर्कटले बोकेको छ पुरा भराङै भराङ रहेछ नि त होइन केटो दुई शब्द छ त अब जोस रमाइलो लाग्यो एकदम कुल मन शान्त भयो हरियो परियोमा हामी पहाडे छोरो जङ्गल भिरपाखा गर्दै हुर्केको मान्छे हामी नेपाली गोर्खाली हामी साथीहरू त्यो कारणले यस्तो जङ्गल वरिपरि त एकदम मनपर्छ के भयो अरे बिर्को यहाँ छ पानीको यी ए यो चाहिँ हामी यहाँ आइपुग्यौँ अब है सडकमा आइपुग्यौँ सिसिटिभी क्यामेरा राखिदिएको छ हेर्नु होला यहाँ पनि छ नि ए यहाँ चाहिँ बाहिर घुमेर किरासिरा सरसफाइ अहिले चाहिँ हामी यहाँ खुम्चुङसी भन्नेमा यहाँ गुम्बा रहेछ यहीँ हेर्नु होला गुम्बा यहाँ चाहिँ कुवा गुम्बाको कुवा हेर्न लाँदैछ मलाई साथीले पौराणिक कुवा अरे पुरानो हेर्नु ऊ त्यहाँभित्र रहेछ ए यहाँ निकालेर आहा हेर्नु पानी हेर्नु तपाईँहरूलाई म देखाउँछु पहिला त यहाँसम्म आउँथ्यो क्या हो हेर्नु होला हेर्नु त ट्रेडिसनल पाराको कोइरा पनि यस्तो ठाउँमा चाहिँ टक्क यस्तो देख्दा नेपालतिर कति रमाइलो लाग्थ्यो गाउँतिर हामीलाई हजुरहरूलाई पनि थाहा होला है यहाँबाट पानी सानी निकालेर टक्क राखिदिएको रहेछ कस्तो मजा लाग्यो यार हेर्नु होला है पानी जमेर बसिरहेछ एउटा सानो कोटे जस्तो रहेछ गुम्बाको यो चाहिँ सरकारी अफिस रहेछ यहाँबाट इन्ट्री ल छिटो परिरहेको छ म अगाडि आएर
खोलेर साथीहरू पुग्यो होइन त आइपुग्यो मजा बबाल भयो खै त दोकानमा चाहिँ हाम्रो रुम यस्तै हो हेर्नु परदेशमा अब यतिको पनि राम्रै हो मानौँ न यस्तै हो यहाँ किचन फ्रिज डेस्क टेबल अफिसको टेबलहरू त्यहाँ साथीको बाथरुम सबै ठिक्कै छ सबै व्यवस्थित छ साथीहरू ए बत्ती बाल्यो कस्तो ल साथीहरू फेरि उपस्थित हौँला अहिलेलाई साथीले भनिदिएको मैले भन्नुपर्ने चिज भनिदिएको होला मैले के भन्नु हजुरहरू बुझ्नु भयो होला चाहिँ यस्तै हो अन्तमा फेरि पनि ल म आफै पनि भन्छु मेरो यो भिडियोलाई लाइक कमेन्ट सेयर जति सक्दो गरिदिनु होला हुन त म भर्खर हो तर पनि है साथीहरू बुझिदिनु होला यस्तै छ